हेलो एभ्रिवान, आज चाहिँ हामी यो भिडियोमा चाहिँ एउटा सेलबाट अर्को सेलमा कसरी मुभ हुने भनेर हेर्छौं है त। फर्स्टमा यो सेलको नेम चाहिँ हामीले नेम बक्समा हेर्न सक्छौं है। यो सेलको नेम चाहिँ A1 हो। अब मैले सेल चेन्ज गरे भने यसको नेम पनि चेन्ज भयो। B1, C1, C2, B2, A2, A1 यसरी चेन्ज भयो है। अब हामीले कीबोर्डबाट चाहिँ हैन एरो की युज गरेर चाहिँ यसको चाहिँ डाइरेक्सन चेन्ज गर्न सक्छौं अनि एउटा सेलबाट अर्को सेलमा जान सक्छौं है। राइट एरो की युज गर्ने या डाउन हैन लेफ्ट या अप गरेर चाहिँ हामी एउटा सेलबाट अर्को सेलमा जान सक्छौं। तर मलाई चाहिँ A100 मा जानु पर्यो भने त मैले यो डाउन एरो की मात्र युज गरेर हुँदैन नि त। यसले त मेरो 1 मिनेट भन्दा बढी टाइम कन्ज्युम गर्छ। त्यसको लागि चाहिँ हामीले डाइरेक्टली हैन नेम बक्समा जाने अनि A100 भनेर टाइप गर्दिने। जुनसुकै सेलको नेम टाइप गर्दिन अनि एन्टर गरेपछि हामी A100 सेलमा पुग्यौं। अब फेरि मलाई A1 मा जानु छ भने A1 भनेर टाइप गर्दिने अनि एन्टर। यसरी चाहिँ हामीले हैन टाइम सेभ गर्न सक्छौं। अब हामीले सर्टकट की युज गरेर पनि हामीले चाहिँ एउटा सेलबाट अर्को सेलमा जान सक्छौं है। त्यसको लागि चाहिँ हामीले कन्ट्रोल जी, यो भनेको गो टु बक्स हो है, त्यो कन्ट्रोल जी गर्यो हैन। अब हामीलाई कुन सेलमा जान मन लाग्छ त। अब फेरि A100 मा हेरौँ है त। ओके गरेपछि हामी A100 मा गयौं। यसरी चाहिँ हामीले एउटा सेलबाट अर्को सेलमा जान सक्छौं। I hope you guys liked it, so please do like, share, comment and follow for more videos. Bye bye.